धेरै मेमोरिज इमोसन जुडिएको घरलाई रेनोभेसन गर्दाखेरि चाहिँ के कस्तो देखिँदो रहेछ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई सेयर गर्न गइरहेको छु आज है। नमस्ते अनि सेवानी तपाईँहरू सबैजनालाई। सो अस्तिनिर हाम्रो यो रेनोभेसनको फर्स्ट घर रेनोभेसनको भिडियो चाहिँ तपाईँहरूले धेरैजनाले हेरिदिनु भयो, धेरैजनाले मन पराइदिनु भयो है। अनि त्यसमा चाहिँ मैले एउटा फर्स्टमा भनेको थिएँ 1820 वर्ष अगाडि बनिएको घर भनेको थिएँ है। त्यति कतिजनाले चाहिँ बुझ्नु भएछ 18-20 इयर्समा बनिएको घर भनेर है। खासै त्यो चाहिँ भन्नु चाहेको होइन, मैले चाहिँ भन्नु चाहेको थिएँ 18देखि 20 वर्ष पुगिसकेको हाम्रो घर भन्नु चाहेको थिएँ। द्याट मिन्स तपाईँको 18देखिको 20 वर्ष पुगिसकेको हाम्रो घरलाई चाहिँ रेनोभेसन गर्दाखेरि चाहिँ धेरै इमोसनहरू जुडिएको छ भनेर भन्नु चाहेको थिएँ है। सो त्यहीलाई चाहिँ मैले क्लियर गरिदिएको। अनि आज चाहिँ त्यही रिलेटेड छ मेरो भिडियो होइन। अनि धेरैजनाले सोध्नु भएको थियो तिम्रो कम्प्लिट घर बनाइसक्यो, कम्प्लिट भिडियो चाहिँ कहिले आउँछौ भनेर भन्नुहुँदै थियो। मेसेजमा पनि भन्नुहुँदै थियो कम्प्लिट भिडियो हाल्नु भएन त भनेर भन्नुहुँदै थियो। अनि कमेन्टहरूतिर पनि धेरैजनाले भन्नुहुँदैछ होइन। अनि पर्सनली भेट्दा पनि डिस्काउन्ट हुन्छ क्या, घर बनाइसक्यो अन्त भनेर भन्नुहुन्छ है। कतिले भन्नुहुँदै थियो तिमीहरूलाई चाहिँ मिस्त्री सेटै मगाउनु पर्ने रहेछ भनेर पनि भन्नुहुँदै थियो है। सो एकदमै खुसी लाग्छ यो कुराहरू सुन्दाखेरि। सो आज चाहिँ त्यही रिलेटेड छ भिडियो होइन। हाम्रो घर रेनोभेसन कहाँसम्म पुग्यो, कम्प्लिट भयो या भएन भन्ने कुरामा भन्नु पर्दाखेरि चाहिँ आज चाहिँ मैले कम्प्लिट भिडियो नै हालिरहेको छु होइन। अनि दिनको कुरा गर्नुहुन्छ भने चाहिँ एकदमै दामी दिन भइरहेको थियो, एकदमै जोस जाँगर आउने खालको दिन भइरहेको थियो। सो म चाहिँ माछाको बच्चा किनेको थिएँ नि त आज, त्यही भएर चाहिँ यहाँ कुवामा हाल्दै जाँदा चाहिँ ह्यान्डसम खसी रहेछ। यो चाहिँ आपाको खसी अरे नि त। अनि कतिजनाले फेरि भन्नुहुन्छ होला अरे बाफ्रे राईहरूले फेरि कसरी बाख्रा पाले नि भनेर दिमाग नदुखाउनुहोस् है, म एक्सप्लेनेसन दिइहाल्छु तपाईँहरूलाई। कतिजना मैले यो बाख्राको भिडियो हाल्दा चाहिँ तपाईँहरूलाई भनि नै हाल्ने गर्छु, किनभने कमेन्ट आउँछ नि त राईले बाख्रा कसरी पाल्छ भनेर। सो तेन्जिपा राईले चाहिँ बाख्रा पाल्नुहुन्छ, कति राईले हुँदैन होइन। सो हामी चाहिँ पाल्नेमा पर्छौँ भनेर भनिहालिदिन्छु है। अनि यो चाहिँ हाम्रो घरको नजारा हो। हाम्रो घर चाहिँ तपाईँलाई थाहै छ एकान्तमा घर छ। अस्ति भन्नु पनि हुँदै थियो तपाईँहरूको घर त कस्तो एकान्तमा रहेछ, बोरिङ हुँदैन भनेर भन्नुहुँदै थियो क्या। अनि म चाहिँ यो बारेमा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ मलाई चाहिँ एकान्तमा नै घर भएको चाहिँ राम्रो लाग्छ। किन भन्दाखेरि चाहिँ अब हल्ला हुँदैन होइन। अनि ओल्लो घरले के गर्दैछ, पल्लो घरले के गर्दैछ चासो लिँदैन होइन। अनि अर्को कुरा चाहिँ के पकायो भन्ने कुरा पनि थाहा हुँदैन होइन। झगडा पऱ्यो अब छेउछेउको घरमा त अलिकति ठुलो स्वरले सुन्यो भने पनि कान ठाडो बनाएर झगडा पर्दैछ क्या त्यो बुढाबुढी भन्छ क्या। त्यसो चाहिँ मलाई मन पर्दैन, एकान्त नै मनपर्छ होइन घर चाहिँ। तर कति कुरामा गाह्रो पनि हुन्छ, तर अब चाहिँ हामीलाई आदतै लागिसकेको एकान्तमा बस्ने होइन। त्यही भएर चाहिँ मलाई एकान्त नै राम्रो लाग्छ है। सो बातमा कलर लाउने बेला पनि भइसकेको छ। अस्ति कालिम्पोङ गएको बेलामा चाहिँ मैले कलर किनेको थिएँ है, तपाईँलाई देखाएको थिएँ त्यो कलर किनेको। नि हाम्रो चाहिँ खासै कलर लाउनु पर्ने नै खालके चाहिँ थिएन, तर पनि अब घर रेनोभेसन गरिसकेपछि त अलिकति हेर्दा चिटिक्कै देख्नु पऱ्यो नि त। रेनोभेसन गरेर पनि के यस्तो लथालिङ्गे ठस्स परि गएको हुन्छ नि, त्यस्तो चाहिँ मलाई राम्रो लाग्दैन। सो सानो होस् घर चिटिक्कै होस् र हेर्दाखेरि राम्रो देखोस् भनेर सोच्छु म चाहिँ होइन। आफ्नो पोइन्ट अफ भ्यू हो, आफ्नो पोइन्ट अफ भ्यू हो होइन। सो अब चाहिँ यहाँनिर मैले अगाडि राखेको सानो बेसी खासै प्लान्टहरू छैन, अलिअलि प्लान्ट थियो। त्यो प्लान्टहरू सबै सट्टाएको बादमा चाहिँ यहाँ कलर लाउन स्टार्ट गरेँ होइन। कलर लाउनु चाहिँ मलाई अलिकति आउँछ, किनभने हामीले प्रायः दसैँ दिवालीमा हामी आफै नै कलर गर्ने भएकोले गर्दाखेरि चाहिँ मलाई आउँछ नि त कसरी पानी फिट्नुपर्छ, के हाल्नुपर्छ कलरमा भनेर। सो यो कलर चाहिँ डिस्टेम्पर हो है, तर डिस्टेम्पर जस्तो देखिँदैन, किनभने म चाहिँ एकदमै बाक्लो बनाउँछु नि त। पातला गऱ्यो भने चाहिँ अब 4 कोट 5 कोट लाउनुपर्छ, तर म चाहिँ बाक्ला बनाउँछु 2 कोटले पनि इनफ हुन्छ है। त्यसमा चाहिँ मैले फेभिकल पनि हाल्छु, तर आज चाहिँ हिजो चाहिँ मैले अस्ति फेभिकल ल्याउनु बिर्सेछु। सो त्यही भएर चाहिँ बिना फेभिकल नै मैले चाहिँ यहाँनिर कलर लाउनु स्टार्ट गरेँ है। अनि सन्डे हो आज चाहिँ रामनवमी पनि हो। अनि सबैजनालाई ह्याप्पी रामनवमी। म चाहिँ पूजामा चाहिँ जानु पाइनँ, दादा जानुभयो नि त पूजामा, त्यही भएर म चाहिँ गइनँ है। सन्डे यस्तै काम थियो, अनि यो काम चाहिँ म कम्प्लिट गरिहाल्छु भनेर चाहिँ कम्प्लिट पनि भयो होइन। सो यो चाहिँ बाहिरको कलर लगाएको चाहिँ उयो के भन्छ फोटो क्लिक गरेको है। अनि अब चाहिँ मेरो रुमभित्र पनि गर्नु छ नि त। रुमभित्र चाहिँ यस्तो देखिरहेको थियो क्या, हेर्नुहोस् तपाईँले पनि देख्नुभयो होला मुनि कालो कालो। यो चाहिँ के भएको भन्दाखेरि चाहिँ अस्ति चाहिँ त्यो सिमेन्टहरू टाइल्सहरू लाउँदाखेरि चाहिँ मेरो रुममै ढलाइ मतलब मसला फिट्ने जग्गा बनाएको थिएँ नि त। सो त्यही भएर चाहिँ साइडमा पुरा बेसी कलर सिमेन्ट हालेको थियो। त्यो टाल्लेपछि चाहिँ म चाहिँ कस्तो नराम्रो देखेँ क्या, कालो कालो देखेँ। त्यही भएर त्यो मेटाउनको लागि चाहिँ मैले कलर लिएको नि त।
सो अब अलिकति ल्याइसकेपछि चाहिँ अलिकति कलरले त धेरै जग्गासम्म लाउनु पुगिहाल्छ, त्यही भएर चाहिँ मैले सबै जग्गालाई नै कभर गरिदिएँ है। सो अब चाहिँ बेसी काम गरेर गरेर थाकेर चाहिँ आफैलाई नै रिफ्रेस गर्नुलाई चाहिँ आफै नै यहाँनिर एनर्जेटिक भएर चाहिँ भिडियो बनाउँदैछु होइन। यहाँ चेपचापहरूतिर पनि मैले चाहिँ कलर गर्न स्टार्ट गरेँ। अब धेरै सामान थियो रुमभित्र, तर अब सट्टाएर चाहिँ गरिनँ। के भन्छ, सट्टाउनु ओर्दा उचाल्दा नै थाक्छ भने चाहिँ हल्का अलिअलि यताउता सार्दै चाहिँ कलर गर्न स्टार्ट गरिसकेँ होइन। यो चाहिँ रुमभित्र, यो चाहिँ मैले बहिनीको रुममा कलर गरिदिएको, अनि बहिनीको दादाको मेरो तिनटै रुममा गरेँ। अनि तल्लो फ्लोरमा चाहिँ आमा र आपा सुत्नुहुन्छ, त्यहाँ चाहिँ हाम्रो चाहिँ वायरिङ सिलिङ गर्नु बाँकी छ नि त, त्यसको बादमा मात्रै कलर गर्ने है। त्यो सिलिङको चाहिँ हाम्रो त्यो सामान नै आइपुगेको छैन, त्यही भएर चाहिँ अब हेरौँला कुन सिलिङ लाउनुपर्छ। अनि आमाले चाहिँ यतापट्टि किचनमा चाहिँ किचन लिप्नु हुँदै थियो है। अनि यहाँ चाहिँ मैले एउटा के डिसाइड गरेँ भन्दाखेरि चाहिँ अब चाहिँ त्यो ड्रिल मेसिन भन्छ होला है, सायद त्यो ड्रिल के भन्छ, यो यहाँले मैले चलाउँदै गरेको यो मेसिन चाहिँ मलाई दादाले चलाएको देखेको थिएँ। अनि मलाई चाहिँ एउटा चाहिँ यो रुममा के प्रब्लम भइरहेको थियो भन्दाखेरि चाहिँ यो पर्दा झुन्डाउने स्ट्यान्ड हुन्छ नि, यो स्ट्यान्ड चाहिँ मलाई सारेर माथि लानु मन परेको थियो नि, दादालाई भनेको थिएँ। दादाले चाहिँ बिर्सिनु भयो होला हौ सायद, त्यही भएर चाहिँ आज चाहिँ मैले 8 जमाएर चाहिँ म नै यो मेसिन चलाउँछु भनेर चाहिँ गरेँ होइन। अनि 2-3 पल्ट ट्राई गरेँ होइन। अनि त्यहाँ मतलब नखोपिन्जेलसम्म त राम्रै थियो, घुइँ घुम्दै थियो, खोपेपछि त कस्तो भाइब्रेट हुँदो रहेछ क्या, मुख लटफटेको हेर्नु न। अनि तर भए पनि मैले मन जितेर जतासुकै खोपेर पनि मैले त्यो स्ट्यान्ड चाहिँ अड्काएँ क्या त्यहाँनिर। सो यो चाहिँ मेरो रुम हो, यो चाहिँ मेरो फाइनल लुक भनौँ न रुमको। तपाईँहरूलाई के कस्तो लाग्यो है, मन पऱ्यो भने कुन रुम चाहिँ तपाईँहरूलाई एकदमै बेसी मन पऱ्यो कमेन्ट गरेर कमेन्ट बक्समा भनिदिनुहोस् होला है। त्यो चाहिँ मेरो रुम हो होइन। अनि यहाँ चाहिँ मैले प्लान्ट राखेको छु होइन, 2टा। अनि यहाँ चाहिँ मेरो मिरर भनौँ न, मलाई यसरी रुममा मिरर राख्ने एकदमै ठुलो इच्छा थियो। यो मिररको फ्रेम मिरर सबै दादाले नै बनाइदिनु भएको होइन। अनि यहाँ चाहिँ ब्ल्याङ्केटहरू अलिकति राखेको छु, राख्ने जग्गै नभएर लुगाहरू चाहिँ यस्तो छ क्या, लुगा पहिलादेखिको लुगाहरू जम्मा भएर बसेको होइन। अनि यस्तो लुगा राख्ने एउटा गोद्रेज टाइपको बनाउनु पर्ने भइरहेको छ। अनि यो चाहिँ भयो बहिनीको रुम होइन। यो बहिनीको रुममा चाहिँ आउना पाहुना, किनभने बहिनी घरमा छैन नि त, आउना पाहुनाहरू आउँदाखेरि सुत्नुको लागि चाहिँ मैले यहाँ सेट गरिदिएँ। अनि यो भयो बहिनीको रुम होइन। सो पहिलानिर चाहिँ यहाँनिर बोथ साइडमा चाहिँ यस्तो के भन्छ इक्रा लगाएको थियो नि त नि, यो इक्रामा चाहिँ हामीले यो काठ लगाएकोमा चाहिँ इक्रा लगाएको थियो। त्यहाँदेखि हामी साथीहरू बहिनीहरू बटुल्थ्यो होइन। अनि पहिलानिर इक्रा हुँदाखेरि चाहिँ सानोमा भनौँ न यस्तो आँखामा पट्टी बान्ने खेल्थ्यौँ होइन। अनि भयो भन्दै लुक्ने डुमारी भन्थ्यौँ, लुक्ने डुमारी त्यस्तो माथि माथि सिलिङहरूतिर चढ्थ्यौँ, भित्ताहरूतिर चढ्थ्यौँ क्या। अब त्यो चाहिँ रहेन, अहिले चाहिँ सबै काठ लगाएको छ होइन। यहाँ एउटा मिरर पनि राखिदिएको छ, पर्दाले राखेको चाहिँ सबै सिरक्स ब्ल्याङ्केट सिरानी केहरू छ है। सो त्यही हो। अनि पहिलाको कुराहरू चाहिँ याद आयो क्या यो देख्दाखेरि। सो यो चाहिँ बहिनीको रुम हो होइन, के कस्तो लाग्यो भनिदिनुहोस् होला है। यहाँ चाहिँ मैले मेरो ज्याकेट ओछ्याएको छु, यहाँ चाहिँ बहिनीले यस्तो राखेको छ, यो नराम्रो कुरा नसुन्नु, नराम्रो कुरा नखानु होला हौ, के हो नभन्नु होला सायद, के हो। यो चाहिँ आपा र बहिनी हो, हामसकल हो, एउटै छ नि त दुईजनाको फेस हो। यहाँदेखिको चाहिँ बहिनीको खिड्कीबाट देख्ने भ्यू हो। बिहान आँखा ठक्कै खोल्यो भने चाहिँ धुप्पी देख्छ, अनि क्लियर वेदर भयो भने चाहिँ ब्लू स्काई देख्छ है, एकदमै दामीको भ्यू देख्छ है। अनि यो रह्यो बहनका रुम, तपाईँले के कस्तो लाग्यो है। अनि यो चाहिँ रह्यो दादाको रुम होइन। यहाँ चाहिँ टक्कै दादाले टिभी राख्नु भएको छ, त्यसको बादमा यहाँ बेड हो। अनि यहाँनिर चाहिँ उसको फोटो, साथीहरूको फोटो, कसको फोटो, आफ्नो फोटो, दिमाको फोटो, दिवाको फोटो होइन, यो सब राख्नु भएको छ। अनि यो चाहिँ फाइनल लुक हो दादाको रुमको होइन। सो तपाईँहरूले 3वटा रुम त देखिसक्नुभयो। सबभन्दा राम्रो चाहिँ कुन लाग्यो है तपाईँलाई? मलाई त दादाको पनि राम्रो लाग्यो रुम, बहिनीको पनि राम्रो लाग्यो, मेरो पनि अब आफ्नो पनि राम्रै लाग्छ, के गर्नु होइन, दुःख सुखमा। सो सबैजनाको मलाई त राम्रै लाग्यो रुम होइन। अनि अब चाहिँ त्यसको बादमा चाहिँ यहाँ बाहिरनिर सफा गर्नु छ। बाहिरनिर चाहिँ त्यो अहिलेको प्लान्टहरू थियो, त्यो प्लान्टमा चाहिँ पेटी सिकुवा चाहिँ पुज्नु पर्ने थियो, त्यसको बादमा चाहिँ प्लान्टहरू राख्नु थियो नि त, त्यही भएर चाहिँ सबै गमलाहरू सफा गरेर चाहिँ प्लेट पनि मजाले झुसले मस्काएर चाहिँ अब चाहिँ राख्दैछु प्लान्ट होइन। त्यसको बादमा चाहिँ अब आँगनहरू सफा गर्नु छ होइन। आजको चाहिँ कामहरू यस्तै रह्यो। अनि हाम्रो फाइनल घरको फाइनल के भन्छ कति रेनोभेट भइसकेको छ भन्ने कुरा पनि तपाईँलाई देखाइसकेको छु। 3टा रुम चाहिँ फुल्ली कम्प्लिट भइसकेको छ भनौँ न। यो मेरो भइगयो यो रुम, बिचको रुम बहनका बहिनीको भइगयो, यो चाहिँ दादाको रुम भइगयो है। अनि अब चाहिँ यहाँनिर आमालाई एकदमै बेसी थाकेर चाहिँ आमालाई पानी माग्नु गएँ होइन। अनि पानी मागेको बादमा चाहिँ आमाले आज किचनमा के काम गरेछ भने तपाईँलाई देखाउन गइरहेको छु। सो आमा चाहिँ यहाँनिर मरि हाँसिरहेको छ। किनभने हाँस्नुको रिजन छ फेरि अहिले मेरो भिडियो हेर्दाखेरि आमाले पनि हाँस्छ होला, किन हाँस्यो भनेर आमालाई र मलाई मात्रै थाहा छ। तपाईँलाई भन्यो भने फेरि आमाको बेइज्जती हुन्छ होला नि त।
यो ग्यासको प्रब्लमले हो आमा हाँसेको। अनि यहाँ चाहिँ साग सब्जी टमाटर केहरू छ। यो चाहिँ हाम्रो किचन घर होइन। अनि किचन चाहिँ यस्तो छ। यो चाहिँ सबै हामीले भित्र माटोले लिपेको छौँ। अनि यतापट्टि चाहिँ हाम्रो पित्त चुल्हा भइगयो। यहाँ चाहिँ हाम्रो खाना बनाउनुपर्छ। यहाँ चाहिँ हाम्रो भाँडाकुँडा। यहाँ चाहिँ हामीले भाँडा धुन्छौँ खाएको बादमा होइन। यहाँ चाहिँ हामी सबैजना बसेर खाने गर्छौँ। अनि खाइसकेको बादमा अगाएर चाहिँ बाहिर घाम ताप्नु चाहिँ बाहिर बस्छौँ होइन। यहाँ चाहिँ हाम्रो बाहिर बस्ने जग्गाहरू छ। सो त्यही हो। पानी खाँदै यहाँनिर डिम्पू हाम्रो प्रियसी कति वर्षको बोजू हो नि त। यो त अब हामी क्लास 9मा हुँदाखेरि त्यत्रो नै थियो। अहिले मैले त यहाँनिर कति के अरे बिएड सकेर पनि यहाँनिर 3-4 वर्ष भइसकिसक्यो काम गरेको है। अहिले पनि छ ऊ घरमै। अनि अब चाहिँ आँगन सोर्ने बेला आइसकेको छ। आँगन पनि सोरिसकेँ। यो चाहिँ यो प्लान्टको नाम के हो, यो फ्लावरको नाम के हो खासै थाहा भएन। यो चाहिँ हाम्रोमा डबली छ। कलर यस्तो स्विट छ नि, तपाईँहरूलाई मन पऱ्यो। आम्माम लङ लास्टिङ छैन क्या, बट आँखाले हेर्दाखेरि यति साह्रो दामी देख्छ। मलाई चाहिँ यो फुल पुरा मनपर्छ, तर लङ लास्टिङ चाहिँ छैन भनौँ न। अनि यो चाहिँ सिङ्गली पनि हुन्छ डबली पनि हुन्छ। सिङ्गलीको चाहिँ दाम बेसी अरे, डबलीको चाहिँ दाम कम्ती अरे, तर डबली नै राम्रो लाग्यो। सिङ्गली झन् यत्रो फुल्छ क्या, टाउको जत्रो फुल्छ, यत्रो ठुलो ठुलो। सो मन पऱ्यो। तपाईँलाई यो फ्लावरको नाम थाहा छ भने चाहिँ मेन्सन गर्नुहोस् होला है कमेन्ट बक्समा। अनि आजको भिडियो के कस्तो लाग्यो मेरो होइन, काइन्डली कमेन्ट गरिदिनुहोस् होला। मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्। नबिर्सिकन फलो बटनमा ठ्याक्कै फलो पनि गरिदिनुहोस् होला है। काम भन्ने कुरा चाहिँ सकिँदैन। मेरो फेरि यहाँ बाटोहरू पनि सफा गर्नु थियो क्या। धुलो चाहिँ अब यस्तै हो। के अरे यो के सिजन भन्छ यसलाई त, धुलो हुने सिजन भनिदिउँ न। यति बेसी धुलो उठ्छ क्या। अनि माथिदेखिको सफा गर्छौँ नि त, किनभने आसपासमा घर छैन। त्यही भएर चाहिँ अब आसपासमा गर्छौँ भने यताउता सफा गरिहाल्छ नि त। तर हाम्रो चाहिँ त्यस्तो नभएकोले गर्दाखेरि चाहिँ माथि सिमरायो रोपेको खोलादेखिको सफा गर्दै गर्दै आएँ नि त म। अनि त्यही हो है, आजको भिडियोमा चाहिँ त्यही रह्यो भनौँ न। सो अब रात पनि पर्नु आँटिसक्यो। फ्रेस हुनुपर्छ होइन, नुहाइदिए गर्नुपर्छ। देन आफ्टर खाना खाएर चाहिँ स्लिपिङ। सो अब चाहिँ फ्रेस हुने है। अनि तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। कमेन्ट गरिदिनुहोस् होला होइन। मन पऱ्यो भने लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस्। बाई बाई तपाईँहरू सबैजनालाई।